यहाँ चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ के अरे उम्मेदवारले चाहिँ अस्ति चाहिँ यो बाटोहरू चाहिँ पिच गर्छु भन्नुभएको चाहिँ आमासँग चाहिँ बोल्न आउनु भएको थियो। अब पछि 2 वर्ष 1 वर्षपछि पनि हामी घुम्न आउँछौँ होइन। त्यो उहाँले त्यो चाहिँ यो काम चाहिँ गर्नुहुन्छ कि हुन्न र त्यो आमाले बोलेको चाहिँ भिडियो हेरेर चाहिँ हामी यहाँ आएको। त्यो आमाले के बोल्नुभयो आमा भनिदिनुहोस् त ल। उहाँले चाहिँ के सोध्यो तपाईँलाई? उहाँले अब हामीलाई आशा के दिनुभएको छ भने यहाँ अब पिच गर्छु हामी भोट माग्ने सुरु नै यहीबाट फेरि विकास गर्ने सुरु पनि यहीबाट हुन्छ भन्नुभएको छ उहाँले। अब पछि हामी आउँछौँ। अब उहाँले गरेको चाहिँ उसले गरेन भने फेरि 5 वर्ष काट्दा 1 वर्ष पनि खप्दैन। त्यो त फेरि अर्को आउनुहुन्छ। त्यही भनिसकेँ मैले। अनि आमा यहीँबाट सुरु गर्नुभएको अरे अब बोलेर मात्रै हुन्छ कि अब कामले चाहिँ के गर्नुहुन्छ होइन त आमा चाहिँ? ल पछि यो भिडियो फेरि भाइरल हुन्छ अब ल। मैले भने हो उहाँहरूलाई त्यस्तै भने मैले।